समयको पालना। एक गाउँमा आरब नाम गरेको एक बालक बस्थ्यो। ऊ कक्षा 3मा पढ्थ्यो। आरब निकै मिलनसार र हँसिलो स्वभावको थियो। सबै साथीहरू उसलाई मन पराउँथे। तर उसमा एउटा नराम्रो बानी थियो। ऊ सधैँ ढिलो गर्थ्यो, बिहान ढिलो उठ्थ्यो, विद्यालय ढिलो पुग्थ्यो र गृह कार्य पनि अन्तिम समयमा मात्र गर्थ्यो। एक बिहान आमाले उसलाई उठाउँदै भन्नुभयो, आरब बाबु छिटो उठ, विद्यालय जान ढिला भइसक्यो। छिटो छिटो उठिहाल त। अन अहिलेसम्म सुतिरहेको छ हौ यो केटा। उठिहाल लु छिटो उठ त। आरबले ओछ्यानमै पल्टेर भन्यो, आमा आमा एकछिन आमा, 5 मिनट सुत्न दिनुहोस् न, एकैछिन के आमा। समयले कसैलाई पनि पर्खदैन बाबु। ढिलो गर्ने बानी राम्रो होइन। छिटो उठ, खाजा तयार गर्दैछु म। तर आरबले आमाको कुरा सुनेन। केही बेरपछि मात्र उठ्यो। हतार तयार भएर विद्यालय पुग्दा प्रार्थना सभा सुरु भइसकेको थियो। शिक्षकले उसलाई देखेर भन्नुभयो, आरब तिमी आज पनि ढिला आयौ? आरबले टाउको निहुराउँदै भन्यो, माफ गर्नु सर, अबदेखि ढिलो गर्दिन। तर ऊ भित्रभित्रै सोच्दै थियो, एक दिन ढिलो हुँदा चाहिँ के फरक पर्छ र? सरले पनि कति किचकिच गर्नुभएको। केही दिनपछि विद्यालयमा चित्रकला प्रतियोगिताको घोषणा भयो। सबै विद्यार्थीहरू खुसी भए। शिक्षकले भन्नुभयो, बाबु नानीहरू, प्रतियोगितामा राम्रो गर्नका निमित्त समयमै अभ्यास गर्नुपर्छ है। साथी सुमनले आरबलाई भन्यो, साथी आजदेखि हामी अभ्यास सुरु गरौँ न ल। आरबले हाँस्दै भन्यो, अहिले नै तिमीलाई के को हतार, यत्रो दिन बाँकी छ त, जे कुरा पनि तिमी चाहिँ हतार मात्रै गर्छौ कि। सुमनले फेरि भन्यो, आरब समयले हामीलाई पर्खिँदैन, हामीले सबै कुरा समयमै गर्नुपर्छ, समय बितेको थाहा नै हुँदैन। तर आरबले वास्ता गरेन। ऊ दिनभरि खेल्न र टेलिभिजन हेर्नमै व्यस्त रह्यो। दिनहरू बित्दै गए। प्रतियोगिताको अघिल्लो दिन मात्र आरबलाई डर लाग्न थाल्यो। आरबले आमालाई भन्यो, आमा हेर्नुहोस् न, मैले केही अभ्यास गरेको छैन, भोलि हाम्रो प्रतियोगिता छ, अब म के गरौँ? आमाले शान्त स्वरमा भन्नुभयो, मैले त तिमीलाई पहिलेदेखि नै अभ्यास गर भनेकै हो नि बाबु। तिमीले सुन्दै सुनेनौ। अब तिमी गर, कसरी गर्छौ, राम्रो गर्न सक्छौ। अहिले पनि अलिकति समय त छ नि। त्यो रात आरबले हतार चित्र बनाउन खोज्यो, तर राम्रो बनाउन सकेन। उसको मन निकै दुख्यो। अर्को दिन विद्यालयमा प्रतियोगिता सुरु भयो। सबै विद्यार्थीहरूले सुन्दर चित्र बनाए। सुमनको चित्र सबैभन्दा राम्रो भयो। प्रतियोगिता सकेपछि परिणाम घोषणा भयो। शिक्षकले भन्नुभयो, यस वर्षको यस चित्रकला प्रतियोगितामा प्रथम हुन सफल हुनुभएको छ विद्यार्थी सुमन। उहाँलाई जोरदार तालीले यो मञ्चमा स्वागत गरौँ। आरबले चुपचाप हेरिरह्यो। त्यसपछि वक्तृत्व कला प्रतियोगिता सुरु भयो। आरबले पनि भाग लियो। बोल्ने बेला उसले उठेर भन्यो, नमस्ते शिक्षकज्यूहरू, आदरणीय अतिथिहरू र मेरा प्यारा साथीहरू, म आफ्नो विद्यालयलाई धेरै माया गर्छु। मेरो विद्यालय सफा, सुन्दर र अनुशासित छ। यहाँ हामीले धेरै राम्रो कुरा सिक्न पाउँछौँ। मेरो शिक्षकहरू धेरै मेहनती र सहयोगी पनि हुनुहुन्छ। म यो विद्यालयमा पढ्न पाउँदा धेरै खुसी छु। उसले अगाडि थप्यो, समयको पालना गर्नु धेरै राम्रो महत्त्वपूर्ण कुरा हो। अबदेखि कहिल्यै पनि ढिलो गर्दिन म। उसको बोली सुनेर सबै शिक्षक र विद्यार्थीहरू खुसी भए। घर फर्केपछि उसले आमासँग भन्यो, आमा अबदेखि म कहिले पनि ढिलो गर्दिन, सबै काम समयमै गर्छु आमा। आमाले मुस्कुराउँदै भन्नुभयो, मेरो प्यारो छोरा, गल्तीबाट सिक्ने मान्छे धेरै बुद्धिमानी हुन्छ। त्यस दिनपछि आरब सधैँ बदलियो। ऊ बिहान चाँडै उठ्थ्यो, गृह कार्य पनि समयमै गर्थ्यो, विद्यालय पनि समयमै पुग्थ्यो। केही महिनापछि
विद्यालयमा फेरि वक्तृत्व कला प्रतियोगिताको आयोजना भयो। यसपटक आरबले समयमै तयारी गर्यो। ऊ हरेक दिन अभ्यास गर्थ्यो र आत्मविश्वासका साथ बोल्थ्यो। उसले फेरि भन्यो, मेरो विद्यालय मेरो दोस्रो घर। यहाँ सबैले एकअर्कालाई सम्मान गर्छन् र हामी सबै मिलेर पढ्छौँ। प्रतियोगिताको दिन उसले धेरै राम्रो बोलेर पहिलो पुरस्कार जित्यो। शिक्षकले खुसी हुँदै भन्नुभयो, हेर बाबु नानीहरू, मेहनत र समयको पालना गर्ने अवश्य सफलता पाउँछ। आरब मुस्कुराउँदै भने, अब मैले समयको महत्त्व राम्रोसँग बुझेँ। सन्देश, समयको पालना गर्ने मानिसले जीवनमा सफलता र सम्मान दुवै पाउँछ। बुझ्नु भयो त नानी बाबुहरू? हजुरहरू पनि समयको पालना गर्नुहोस्, सबै काम समयमै गर्नुहोस्। आजको काम भोलिलाई थाती राख्ने बानी राम्रो होइन। आजको काम आजै गर्नुहोस्। बुझ्नु भयो त?